गाइज वेलकम टु माई न्यू ब्लग। आज हामी पाल्पाको मरमकोट जाँदैछौँ। ल हेर्नुहोस् हाम्रो भ्यूहरू, विभिन्न किसिमका भ्यूहरू हामीले देखाउनेछौँ। बुटोलबाट चाहिँ हामी 5:39मा चाहिँ हामी यहाँ चाहिँ हिँड्यो होइन। यहाँ चाहिँ 5 बजी हिँडेको, अब झ्याल गरेर गाडी बला उठाएर जाँदा होइन। चाहिँ आउँदैछ नि, हामी चाहिँ पाल्पाको मरमकोट भन्ने ठाउँमा जाँदैछौँ। यताबाट चोइती आयो राहुल सर, पहिला इन्ट्री भयो, फर्स्टमा हिरो आयो। हिरो सर आउनु भयो सेकेन्डमा। साथीभाइहरू हामी मरमकोट एउटा लन्ठो अगाडि छन्, हामी चाहिँ पछाडि मरमकोटको डाँडामा आऊ बसाडैमा तिमीलाई सम्झी मनेती रोछैन मेरो। तर प्रशान्तले यो चाहिँ यो टोपी र ज्याकेट चाहिँ छोड्नु हुन्न है कहिले। यो त अब यसलाई जालेर जाने, यो टोपी र ज्याकेट यसको उस हुनु पर्यो, नभए लैन फेरि हामीले। तैँले जाँदा पनि यो टोपी र ज्याकेट लाँदाखेरि लगाएनस् भने हामीले लैन नभए फेरि यो टोपी र ज्याकेट लगायो मुस्ताङ पनि फेरि फिक्स हो, भर्खर पनि हो फेरि। ल है साथीभाइहरू, त्यस्तो चिसो त छैन तै पनि सेटर भएर खासमा मैले तिमीलाई ल्याउँछु भने थिएँ, ल्याउन पाइन। साथी चित्त नदुखाऊ है साथी, जीवन साथी। ए साँच्चै हेर न फेरि। ल ग्याङ है केटा हो, हाम्रो ग्याङको लिडर चाहिँ उहाँ, मेन लिडर टोपीवाला। मरमकोटको डाँडामा आऊ बसाडैमा तिमीलाई सम्झी मनेती छैन। नाम पनि भनिदिनु पर्यो, सानीको नाम पनि भनिदिनु पर्यो। सानीको नाम छैन नि, सानीको नाम होइन, नाम प्लिज नाम त आउनु पर्छ है। भनिदेऊ कालु यता ससुराल बोलाउनु केटा। त्यहाँ बुङ्गुरको घर थियो त, कता त्यहाँ। यता हेरौँ न, साथी अब यता हेरौँ न, चिया खाने बुद्धि गरिदियो हामीले। यता पनि हेरौँ न। ल है साथीभाइहरू, सागर सर त तिन दुईवटा ढुङ्गा लिएर यहीँ चल्नु पर्ने होइन सागर? ओए गन्डु ल है साथीभाइहरू, हेरौँ न है यहाँ हाम्रो अलिकति वनभोज आफ्नै दुध, प्रशान्तको आफ्नै दुध आफैले धोएर आफैले पगारेर आफैले यसको आफ्नै दुध, प्योर लोकल अर्ग्यानिक बिहान बिहानै धोएर ल्याएको। यता नि भ्यू देखा नि। कुन भिडियो देखेको थिएँ टिकटक यार?